रवि लामी छानालाई फेरि केस उल्टिएर सुरु सदरनगर र उच्च अदालतले फेरि चाहिँ थुनामा पठाएको अवस्था छ। एकातिर त्यो असन्तुष्टि भइरहेको छ, एकातिर प्रतिगामी तत्त्वहरू सलबला रहेका छन्। त्यस्तै बेलामा फेरि एउटा शिक्षक आन्दोलन छ। आधा महिनाभन्दा बढीदेखि 20-21 दिनबाट शिक्षकहरू सडकमा छन्। विद्यार्थीको भर्नाको बेला छ। अभिभावक अब धनीका छोराछोरी त बोर्डिङ स्कुल जालान्, सर्वसाधारण पढ्ने स्कुलहरू भनेको सरकारी स्कुल हुन्, त्यहाँ पढ्ने विद्यार्थीहरूलाई भर्ना गर्ने बेलामा शिक्षकहरू चाहिँ सडकमा छन्। अब शिक्षा मन्त्रीले यस्तो बेलामा राजीनामा दिनु भनेको त्यो चाहिँ पार्टी पङ्क्तिलाई विश्वास नगरेको र पार्टी पङ्क्तिलाई अप्ठ्यारोमा पारेको पनि हो एउटा अर्थमा। भने अर्को अर्थमा चाहिँ पार्टी पङ्क्तिले नेतृत्वले उहाँलाई मानसिक दबाब दिएको थियो, प्रेसर दिएको थियो, साइकोलोजिकल प्रेसर दिएको थियो र बाटो खुला गरिदिनको लागि भनिरहेको थियो भने त्यस्तो बेलामा उहाँले छोडिदिनु भनेको पार्टीलाई लगेर। विद्या भट्टराई एउटा एकाडेमिक पर्सनालिटी हो, उहाँ त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पनि हो र उहाँ शिक्षा मन्त्री बन्नको लागि धेरै लागि परेर मलाई चाहिन्छ भनेर धेरै सेटिङहरू मिलाएर बन्नुभएको पनि होइन। शिक्षा मन्त्री त भन्छन् यहाँ पदको लागि र कुर्सीका लागि यहाँ मरिहत्या गरेर धेरै पहिलाबाट लबिङ गरिरहेका सांसदहरू प्रशस्त हुनुहुन्छ। हाम्रो देशमा मन्त्री जस्तो पद मेरो पालो आयो भनेर मेरो पालो कतिपय खुसी छन्, कतिपय लबिङमा लगाइसकेका छन्, खुसी पनि छन्। प्रधानमन्त्रीले विद्या भट्टराई जस्तो व्यक्ति चाहिँ मन्त्रीबाट बाहिर गइसके पछाडि त्योभन्दा काम आएर त्योभन्दा बढी क्षमता भएको व्यक्ति चाहिँ राख्नुपर्छ।